सम्पूर्ण साथीहरुमा नमस्कार। एक्सप्लोरिङ नेपाल 1 बाट स्वागत गर्दै आज म तपाईहरुलाई काठमाडौँ तराई एक्सप्रेस वेको ताजा एपिसोडको भिडियो लिएर आएको छु। अन्तिमसम्म हेर्नु होला। नयाँ साथीहरु हुनुहुन्छ भने लाइक र सब्स्क्राइब बटन दबाई मेरो च्यानलमा जोडिन सक्नुहुनेछ। अघिल्लो एपिसोडमा तपाईहरुलाई बकैया क्षेत्रमा भएका पुल निर्माण अनि निजगढतर्फ बन्दै गरेको टोल प्लाजा र कालोपत्री सुरुवातको भिडियो राखेको थिएँ। अवश्य हेर्नुभयो होला। आज भने म तपाईहरुलाई बकैया खोलाको अन्तिम पुलमा गडर राख्दै गरेको भिडियो लिएर आएको छु। ब्रिज नम्बर 9 र 10 पार गर्दै मौरेवीर भएर निजगढतर्फ जाँदै गर्दा बकैयाको खोलामा लामो पुल बन्दै गरेको देखिन्छ। उक्त पुलमा अहिले निर्माण कम्पनीले विशाल क्रेनबाट गडर लन्चिङ गरेको छ। आजको रोचक भिडियोमा पुलमा गडर कसरी राखिन्छ भन्ने विषयमा रहनेछ। अहिले हामी मौरेवीर पहाडनेर आइपुगेका छौँ। यहाँ एक्सप्रेस वेमा 7 वटा सुरुङ मध्येको एउटा सुरुङ यहाँ बन्नेछ। त्यसको लागि अहिले फाउन्डेसनको काम हुँदैछ, जुन निजगढतर्फ जाने बाटोमा पर्दछ। जुन सुरुङको लम्बाइ 583 मिटर हुने बताइएको छ। मौरी टनेल हैन? यहाँनिर काम भइरहेछ नि यो मौरी टनेलको। अहिले यो निजगढतर्फ आइरहेछौँ। यो निजगढतर्फको कन्स्ट्रक्सन हो। यो पहाडमा यसरी सोइल स्टाब्लिसमेन्ट गर्ने काम यहाँ भइरहेछ। यो निजगढतर्फ पुरै यसमा पनि अब पुरै नेट मेटल नेट जडान गर्ने काम भइरहेछ। पुरै रड नट बल्टु सिस्टमबाट अघिल्लो भिडियोमा पनि राखेको थिएँ मैले तपाईँहरूलाई। रानीसेरामा यस्तै किसिमले चाहिँ अब सोइल स्टेबलाइजेसन गर्ने काम भएको थियो भने यहाँ पनि केही किसिमले चाहिँ सोइल स्टेबलाइजेसनको काम भइरहेछ मेटल नेट जालीबाट। अहिले हामी निजगढको बकैया खोलामा आइपुगेका छौँ। यहाँ अहिले गडर लन्चिङको काम भइरहेको छ। कसरी गडर लन्चिङ हुँदो रहेछ? निजगढतर्फको यो ब्रिज हो। यो अब यहाँनिर गडर यसरी राखिन्छ। गडर राख्ने लागि यसरी रेलको लिक जस्तै बनाएको हुँदो रहेछ यो। अनि माथि यो ट्रेनबाट चाहिँ यो लिकबाट बिस्तारै सार्दै लगेर चाहिँ यो गडर जोइन गर्ने रहेछ। यो किसिमले चाहिँ पुलको गडर राख्ने गरिन्छ। यसरी बिस्तारै यो क्रेनलाई लिकबाट चाहिँ लगेर गडर जडान गर्ने रहेछ। पुलको गडर लन्चिङ मेसिन। गडरलाई बिस्तारै लन्चिङ गर्ने काम भइरहेछ बिस्तारै पिलरको माथि।
तर्फ छु। निजगढतर्फ यो पहिलो चरणको चाहिँ एउटा लेनमा चाहिँ अब कालोपत्रेको तयारी हुँदैछ। यहाँ चाहिँ केही भागमा चाहिँ कालोपत्रेको चाहिँ ब्ल्याक कोटेड, पहिलो चरणको चाहिँ ब्ल्याक कोटेड गरिएको छ भने अब यहाँबाट चाहिँ अब कालोपत्रेको लागि तयारी अवस्था हो। यो प्राइम यहाँनिर पिच बेस बनाउने कामहरू भइरहेको छ, अगाडि बढिरहेको छ मेसिन। दर्शकबिन, आज तपाईहरुलाई पकैया खोलामाथि गर्डर कसरी लन्चिङ गरिन्छ त सो बारेमा आजको भिडियोमा तपाईलाई जानकारीमूलक भिडियो राखेँ। अनि त्यस पछाडि उक्त पकैया खोला हुँदै निजगढतर्फको अन्तिम भाग जहाँ पिच बन्दैछ, पिच बेस बन्दैछ, उक्त क्षेत्रसम्मको भिडियो आज तपाईलाई प्रस्तुत गरेँ। अघिल्लो एपिसोडमा पनि राखेको थिएँ र तपाईलाई अझै अर्को एपिसोडमा अझै ताजा जानकारीमूलक भिडियो लिएर आउने छु। मेरो भिडियोलाई हेर्दै गर्नुहोला। आजको भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। यस्तै भिडियो सामने अर्को एपिसोडमा लिएर आउने छु। तबसम्मलाई बिदा चाहन्छु।